मेरो धर्मपत्नी केश कुमारी म्याडम एकदमै जवाज लिडर र मेरो जुन हौसलाहरू हुन्छ कहिले चाहिँ डाउन भइजान्छ तर उहाँको हौसला कहिले पनि डाउन हुँदैन। उहाँ चाहिँ एकदमै ब्रेभ, एकदमै चाहिँ बहादुर भनौँ न, बहादुर एउटा चाहिँ लिडर हुनुहुन्छ। त उहाँले चाहिँ म स्टेजमा बोलाउन चाहन्छु। प्लिज उहाँको लागि चाहिँ एकचोटि जोरदार तालीले थोड़ा हल्ला भी कर सकते हैं, भी बजा सकते हैं, गाना भी कर सकते हैं, हंस सकते हैं, मुस्कुरा सकते हैं। 5 minutes only है, एकदम सुपर फास्ट। गुड मर्निङ डिएक्सन, गुड मर्निङ सबैजना। डिएक्सन गुड मर्निङ। आज बहुत राम्रो समय छ। एक ठाउँमा हामी बसेर यति राम्रो चाहिँ आफ्नो सेयरिङ गर्न पाएको छौँ र हामी आज लिडरसिप ट्रेनिङ लिन बसेको हो। आज चाहिँ धेरै कुरा हामी सिकेरै जान्छौँ। जुन काम गरिरहेछौँ डिएक्सनको, हामी किन डिएक्सनमा आए र के को लागि आए र हामी डिएक्सनमा के पाउँछौँ, आज चाहिँ कन्फर्म हुन्छ, क्लियर हुन्छ, धेरै कुरा सिक्न पाइन्छ र त्यो सपनाहरू पनि पुरा हुनेवाला छ। हाम्रो चाहिँ आजको गेस्ट स्पिकर जुन प्रिया मौर्य मिस हुनुहुन्छ अनि अर्जुन सर, त उहाँको लागि एकचोटि जोरदार ताली। अनि सम्पा म्याडम, उहाँको लागि पनि जोरदार ताली। अनि हाम्रो चाहिँ ओम प्रकाश सर बहुत राम्रो चाहिँ सेयरिङ गरेर गइसक्नुभयो र बहुत राम्रो लाग्यो र केही चाहिँ सेयरिङ म पनि गर्न चाहन्छु। डिएक्सनमा सुरु मेरो केही समस्या थिएन, मतलब कसैले भन्छन् कि धेरै जसो हेल्थको कारणले आउँछन्, केही न केही समस्या भएकोले गर्दा डिएक्सन पाउँछन् र डिएक्सन कन्टिन्यू गर्छन्। तर मैले पैसाको लागि डिएक्सनमा आएको हो। सुरुमा सबैलाई पैसाकै पछाडि दौडिराख्छन्, थाहा हुँदैन मेरो शरीरभित्र हेल्थ प्रोब्लम छ कि छैन त्यो थाहा हुँदैन, तर हुन्छ। तर त्यस्तै मलाई पनि भएको हो। पहिला पैसाकै लागि म डिएक्सन आएँ र प्रोडक्ट युज गर्दाखेरि कन्टिन्यू चाहिँ प्रोग्राम लिँदाखेरि पछि मलाई पनि थाहा भयो कि मेरो पनि समस्या छ भनेर। र मेरो टाउकोको समस्या थियो, एकदमै बढी दुखाइ हुने। त म पहिला पनि सेयरिङ गरिसकेको छु। त यही डिएक्सनको आरटिजिएलमा कन्टिन्यू जब गर्न थालेँ त मेरो समस्या बहुत राम्रो चाहिँ ठिक भयो र जुन समस्या मेरो थियो त्यस्तै समस्या थुप्रै मान्छेहरूको पनि थियो, अलग अलग समस्या। त म डिएक्सनको जुन कफी, चिया छ, स्पारुलिना छ, सबै चाहिँ प्रोडक्ट एकदमै पावरफुल छ हाम्रो डिएक्सनको। त त्यही चाहिँ डिएक्सनको जुन फाइदा पाएको थिएँ, अनुभव भएको थियो, त्यही सेयरिङ गर्न थालेँ। सुरुमा यस्तै हुन्छ, सुरुमा जे हामी खान्छौँ, जे हाम्रो जुन समस्या समाधान हुन्छ त्यसैको बारेमा बढी हामी कुरा गर्छौँ। त त्यही म गर्दै गएँ र बहुत राम्रोसँग चाहिँ उहाँहरूको फाइदा हुँदै गयो र थुप्रै मान्छेहरूको यस्ता जुन क्रोनिक रोगहरू छ, जुन युरिक एसिडहरू हुन्छ, थाइरोइडहरू हुन्छ, प्रेसरहरू सन्चो हुँदैन। तर मैले डिएक्सनकै प्रोडक्ट युज गराएर सन्चो गराएको छु। थुप्रै चाहिँ मान्छेहरू छन्, 7 वर्ष, 8 वर्ष, 10 वर्षदेखि अहिलेसम्म कन्टिन्यू गरिरहेछन्, कफीहरू खाइरहेछन्, डिएक्सनकै कफी जुन कि मेरै ब्यागमा छ। डिएक्सनको 2-in-1 कफी नेपालकै हो। त हाम्रो यो डिएक्सनको कफी एकदमै राम्रो छ। त यो डिएक्सनको कफीमा खुलाइरहेको छु। उहाँले भन्नुहुन्छ, एकजना म्याडम हुनुहुन्छ 10-11 वर्ष कन्टिन्यू खानुहुन्छ स्पारुलिना यो कफी, छुट्याउन उहाँलाई गाह्रो हुन्छ, छोड्नै सक्नुहुन्न। त उहाँ के भन्नुहुन्छ कि म यही खाएर बाँचिरहेको छु, पहिला युरिक एसिडको समस्या थियो, इन्जेक्सन हरेक हप्तामा चाहिँ लगाउन पर्थ्यो। अहिले चाहिँ
त्यो समस्या समाधान भएको हो र सारा समस्या थुप्रै पनि थियो, अरू अलग अलग समस्या थियो। त डिएक्सनको पेस्ट पनि युज गर्नुहुन्छ। यो लगभग 4-5 हजारको प्रोडक्ट हरेक मन्थमा चाहिँ युज गर्नुहुन्छ। त बहुत चाहिँ उहाँले फाइदा पाइसक्नु भएको छ र पेस्टको अलग अलग आफैले पनि प्रयोग गर्नुहुन्छ र अलग अलग जुन कि फाइदा लिइसक्नु भएको छ। मलाई थाहा थिएन कि कानको समस्यामा चाहिँ पेस्टले यति ठुलो चाहिँ रिजल्ट ल्याउँछ भनेर। त उहाँको कानको दुखाइको समस्या थियो, एकदमै मतलब धेरै चाहिँ पेन भइरहेको थियो। त उहाँ भन्नुभयो कि अब कहाँ जाने भनेर। दिनमा त चाहिँ दिउँसोमा अलि कम दुखाइ थियो, रातिमा एकदमै बढ्यो। त उहाँले के गर्नुभयो कि कटनमा लिएर पेस्ट, अब पेस्ट हरेक ठाउँमा दुखाइको लागि एकदमै बेस्ट हो भनेर उहाँले थाहा भयो र अरू ठाउँमा पनि प्रयोग गरिसक्नु भएको कारणले उहाँले एकदमै चाहिँ विश्वास भयो। त कटनमा लिएर अनि कानमा लगाउनु भयो, मतलब एकछिन कटन सहित भित्र पसाउनु भयो र त्यसपछि एकछिनपछि उहाँको जुन दुखाइ थियो एकदमै कन्ट्रोल भयो, राम्रो भयो। त्यसपछि उहाँ डेली त्यही अनुसार चाहिँ युज गर्दाखेरि उहाँको समस्या एकदमै राम्रो भयो, कानको समस्या राम्रो भयो, 1 रुपियाँको औषधि लिन परेन। त मलाई पनि अचम्म लाग्यो कि यो तरिकाले हजुरले युज गर्नुभयो। यो तरिका त कानको लागि त धेरै फाइदा छ पेस्ट, तर युज गर्ने तरिका एकदमै फरक भयो। हामीले पानीमा चाहिँ फेटेर हाल्छौँ, कहीँ तेलमा पनि मिक्स गरेर हाल्छौँ होइन, र उहाँ चाहिँ कटनमा चाहिँ लिएर डाइरेक्ट पेस्ट चाहिँ युज गर्नुभयो, बहुत राम्रो फाइदा। त हाम्रो डिएक्सन प्रोडक्टको लागि एकचोटि जोरदार ताली हुन पर्यो। थुप्रै चिज दिएको छ मलाई पनि, एकदमै सर्वप्रथम ह्याप्पिनेस। सबैको टेन्सन हुन्छ, अलग अलग ठाउँमा अलग अलग टेन्सन हुन्छ, तर डिएक्सन गरेपछि हामीलाई यति राम्रो ह्याप्पिनेस मिल्छ र एकदमै माइन्ड फ्री हुन्छ, हो कि नै? सबैको माइन्ड फ्री हुन्छ। हामी डिएक्सनमा किन काम गरिरहेछौँ? ह्याप्पिनेसको लागि, हो कि नै? टेन्सन चाहिँ हामी छोड्नको लागि, हटाउनको लागि, यो पनि हो हाम्रो हेल्थ एकदमै बेस्ट। त हामी डिएक्सन गर्छौँ भने हमेसा ह्याप्पिनेस हुन्छौँ। अहिले चाहिँ समस्या भएर यदि हामी छोड्छौँ भने डिएक्सन, हाम्रो चाहिँ ह्याप्पिनेस त्यो जान्छ, कहाँ जान्छ त्यो आउन पनि सक्दैन, बहुत गाह्रो छ। त एकदमै राम्रो। यदि हामीले खुसी हुन छ भने हामी डिएक्सन खुसी भएर हामी काम गर्छौँ भने एकदमै बेस्ट, हामी अगाडि बढ्न सक्छौँ। हरेक चाहेको चाहिँ सपनाहरू पुरा हुन्छ। यति भन्दैमा आफ्नो 2 शब्द यही टुङ्गाउँछु। हाम्रो माझमा हुनुहुन्छ शाहजना मिस, उहाँ पनि केही चाहिँ आफ्नो सेयरिङ गर्नुहुन्छ। त एकचोटि हाम्रो